माथि माथि त्यो उसले गर्दाखेरि कस्तो देखिन्छ कि हैन। आज चाहिँ यसो तन्तुरा स्कायर चढ्दिउँ भनेको हैन। भित्र मात्रै बाटो छ क्या हो। गइसक्यो जस्तो छ। ओल्ड टाउनको कल्चरहरू दामी दामी भ्यूहरू आउँछ कि यहाँदेखि चाहिँ हैन साथीहरु। अगाडि हिँडिराखेर कहाँ पुगिसकेको मान्छे। धरहरा हैन कि तन्तुरा गरे साउदी अलोलाको। यो थालहरू चाहिँ होला कि सायद 8000 वर्षै पुरानो हैन। 8000 वर्ष। कता भित्र तर जेस राम्रो ठाउँ छ साथीहरु। कहिलेकाहीँ यसो टाइम मिलेछ भने समय मिल्यो भने घुम्न आउनुपर्छ हैन। त्यहाँबाट सिधा हो त अलुला ओल्ड टाउनको अलुला ओल्ड टाउन। एरो हेरौँ न कतातिर एरो देखाइरहेछ। नो स्मोकिङ। आज हामी 4 जना साथीहरु मिलेर आएको थियौं के घुम्नलाई हैन। तर हाम्रो नेपालमा जस्तो पानी पर्यो भने त यो त ब्ल्याक ब्रिज जान्छ होला नि हैन। आउने हो आउने अर्को भ्लगर उता दामी view of the Alula.
यता चाहिँ होइन होला, उतातिर चाहिँ हो त्यो तल्लो खाल्टोदेखि चाहिँ उतातिर चाहिँ मान्छे बस्छ होला, गेस्ट हाउस जुन माथि माथि लिपेको छ नि त्यो त बसिगरा अन्त यिनी भनेको पुरानोमा यिनी पहिला मान्छे थियो होला सायद हुन सक्ने। यो चाहिँ अब तिम्रो मरेर गयो होला नि। ल हेरौँ गाइस, अझै माथि त जानै बाँकी छ हौ साथीहरू, टपमा। दामी भ्युज देखिन्छ, त्यो चाहिँ सबै के भन्छ खजुरको बोर्डर हो त्यो चाहिँ सबै होइन। उतातिर अलिकति सिटी लाइन जस्तो छ। ल अब माथि गएको अवस्था है त। रातिमा त लाइटहरू हालेर दामी गराएको हुन्छ कि, हेरौँ न लाइटहरू पुरै लाइटिङको सुविधा पनि छ। हाम्रो भाइ अनि उता चाहिँ दाइ। के छ हौ दाजु, कतिको रमाइलो लागिरहेछ? बहुत रमाइलो। धराराम छोटे हा धराराम जाउँ कोच। हेर कस्तो दामी के। को जानु हजुर रमाइलो भइरहेछ। ढुङ्गा त कहाँ झर्दै उता पनि भ्यू आउँछ। माथि चढ्ने अवस्था है साथीहरू। ल हेरौँ त कस्तो दामी देखिन्छ। भ्यूहरू लिनुको लागि चाहिँ एकदम दामी ठाउँ के त्यो चाहिँ, सररमा होइन। During the hot summer months, the whole
अझै माथिदेखि झन् दामी देखिन्छ नि साथीहरू। गाइज ल हेरौँ है त मान्छेहरू। हाम्रो चाहिँ खास प्लान चाहिँ हो त्यो बारी एउटा उस छ कि हात्तीको सुँड जस्तो छ कि ठ्याक्कै छ सेम टु सेम त्यहाँसम्म जाने हो होइन। सायद अब ढिलो हुन्छ होला त्यहाँसम्म चाहिँ पुग्दैन होइन। जाऊँ टप अफ द भ्यूमा जाऊँ न होइन। वाह दामी दामी घाम डुब्न लागिसक्यो होइन। अब तपाईँहरूलाई म यहाँदेखि देखाउँछु है त सर र स्टार्टिङ। ल हेर्नुहोस् के स्वयम्भूको डाँडा जस्तो। ल हेरौँ गाइज सरर होइन। यो चाहिँ सबै यो छ नि साथीहरू सबै यो सबै साउदी गभर्मेन्टको अन्डरमा छ होइन। अब जति हामीले बुझेको अनुसार चाहिँ आरसिओ रोयल कमिसनको अन्डरमा छ होइन। यो हेर्नुहोस् कति दामी। त्यो रियादभन्दा राम्रो ठाउँ छ यो होइन। रियाद अब सिटी भएर राम्रो छ होइन। यो चाहिँ अब अलिकति भिलेज तरिकाको होइन तर राम्रो हो कि ठाउँ चाहिँ। ल थ्याङ्क यू गाइज।